अनि लुलु क्याटल उ पर उ चाटिरहेछ नि जसले चाटेको रहेको छ त्यो चाहिँ लुलु क्याटल है नेपालको मनाङ र मुस्ताङको ओरिजिन हो त्यो लुलु है त्यो अछामी यो छोरी हो आमा यो अगाडिको सानो आमा छोरी बराबर भइसक्यो है यो 2 बेत 3 बेत कति भइसक्यो अब हाम्रो चाहिँ हेर्नै पर्ला है त्यो चिलायो यताउता भयो नि त्यो त्यसले पनि के गर्छ भन्दा गाईहरू मिल्किङ क्याटलहरूको हकमा चाहिँ है यहाँभन्दा अगाडि हामी आउन पाउँदैन है यहाँबाट ब्रिक गर्छु खबर के यो बोर्ड नम्बर 2 हो यसमा हाम्रो हाउसिङभित्र के छ भन्दा टेल टु टेल सिस्टम छ हाम्रो बोर्डमा फरक खालको कन्स्ट्रक्सनहरू छ बाइक पार्टिकमा होइन यो टेल टु टेल सिस्टम छ टेल टु टेलमा पनि हाम्रो के छ भन्दा टेल टु टेल सिस्टममा बटर कहाँ डेन्जर कहाँ भन्ने थाहा छ होइन त्यो भन्नु पर्यो यसमा अर्को के छ त भन्दा यो टोटल चाहिँ मिल्किङ मेसिन सिस्टम अन्तर्गत रहने गाई हो ठिक होइन हाम्रो चाहिँ सामान्य मेसिन जुन मोटरबाट मिल्किङ बकेट सिस्टम छ होइन यो मिल्किङ मेसिन सिस्टम अन्तर्गत रहने क्याटलहरू यसको टोटल चाहिँ 39वटा गाई यो गोठमा चाहिँ दुध दुने हाम्रो है मिल्किङ मेसिन सिस्टमबाट है अनि अर्को कुरा यहाँ चाहिँ यसरी चलिरहेछ यो चाहिँ फोहरा है यसलाई भन्छौँ हामी फगिङ सिस्टम है फग भनेको के गुस्सो कुहिरो भन्छौँ हामी होइन त्यो वातावरण चाहिँ भित्र क्रिएट गर्नलाई चाहिँ यो सिस्टम राख्यो किन भन्दा यो किन राखियो भने यो चाहिँ जर्सी र होल्स्टिन छ यहाँभित्र यो के हो पावर कम भयो हिट स्ट्रेस प्रभाव सहन नसक्ने क्याटल त्यसो भए बोर्डभित्रको टेम्परेचरलाई चाहिँ मेन्टेन गर्नको लागि फगिङ सिस्टम राखिएको है फगिङ सिस्टम राखिएको त्यसैले चाहिँ यो राखेको यसमा चाहिँ जर्सी र होल्स्टिन छ र यसमा क्रसहरू पनि छ है यो भित्र होल्स्टिन ट्राई क्रस जर्सी ट्राई क्रसहरू पनि यो भित्र छ है अनि यो भित्र अर्को के छ त भन्दा कोरियाबाट आएको प्योर होल्स्टिन दुईटा हामी सुन्छौँ लास्टमा छ त्यो लास्टमा उताबाट हेर्छ है यसको दुध दिने प्रतिवेद क्षमता 8000 देखि 12000 लिटर हो है औसतमा मिल्क प्रोडक्सन चाहिँ हाम्रो दैनिक चाहिँ 35 देखि 40 लिटर पर डे मिल्क प्रोडक्सन है हाम्रो 40 लिटर पर डे मिल्क प्रोडक्सन हाम्रो नेपालमै कोरियाबाट आएको हियरहरूले दिएको छ पहिलो बेदको है सिन्धुलीमा हाम्रो काठमाडौँमा यहाँ चाहिँ प्रोडक्सन कम छ असर सर्ने कहाँ पर्यो भने टेम्परेचर है काठमाडौँमा 38 लिटर प्रोडक्सन छ यसकै दिदी बहिनीको भने सिन्धुलीमा 40 लिटर सबैको मिल्क प्रोडक्सन कति हुन्छ सबैको प्रोडक्सन चाहिँ कति हुन्छ हाम्रो टोटल दैनिक हामी डेटै हेर्नुपर्ने हुन्छ हाम्रो यो वर्ष सबभन्दा बढी चाहिँ भएको 760 लिटर पर डे मिल्क प्रोडक्सन सबभन्दा बढी यो वर्ष अनि एउटा कुरा यो भनिराख्नु शीतलमा कोरियाबाट आएको गाई कति शीतल होला यहाँ त